मलाई केही छैन। हिमाल देखिरहेको छ यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ। हाम्रो चाहिँ यात्रा उकालो ओह्रालो हुँदै भिरालो कहाँ नआउने यो चाहिँ भलिबल खेल्ने ग्राउन्ड अरे। यहाँ कस्तो दामी हिमाल देखेको है आज। त्यो अनमोली गाछ हो। त्यो अनमोली गाछ हिमाल। त्यो डाँडा माछा पछि यस्तो छ नि यस्तो त्यो माछा पछि डाँडा। बिनो 12 झोला खोइ त। पहाडको बाटो यहाँदेखि झर अन्त मरिजान्छ होला यार एकैताली। म त भिडियो बनाउँदै आउँदैछु नि त। बाटो हेर मोबाइलमा हेर। कस्तो म त युट्युबमा हालिदिन्छु। यो चाहिँ म हो। अनि ऊ त्यहाँ हाम्रो सीमा पुग्नु छ फेसबुकमा हालिदिनु भन्दैछ। ऊ सीमा कहिले पुग्नु त्यत्रो त लाग्दैन होला सायद मलाई त्यस्तो लाग्छ। सो गाइस हामी चाहिँ खोलाको नजिक पुगिसकेका छौँ। हामी भिडियो बनाउँदै जाने मान्छे हो नि त। आऊ छिटो बाबासँग जाने।
ल हामी जाउँ त्यसो भने बाटो यस्तो छ होइन ठिक छ पछाडि हामी कतिवटा पार कटेर हामी आइसक्यौँ हामी घसियो 5 बजी पुग्छ कता बिजी भएछ कुन यो हो यो पोत त्यो अलिकति अघि लागेको होला अघि के होला खो भनेको मैले हेलिकप्टर मानेको लास्टमा खोला पो रहेछ यता भालु पनि पाउँछ अरे पाउँदैन चितु आउँछ कहिले कहिले चितुवा आउँछ यता अब चितुवाले खायो भने त मरिन्छ त राख्ने रुखमा अनि पोखरा दिएको छ नि बोल्छिन ठाउँ भटिया पनि चितु आउँछ अनि रुखमाथि चढ्यो भने त मारिहाल्छ नि रुखमा झन् त्यही त अब खोला आउन अझै टाइम छ होइन टाइम छैन त यहाँ तल अनि यहाँ अनि बारीदेखि जानुपर्छ नि भयो आउँदै हुनुहुन्छ हामी चाहिँ अगाडि अगाडि छौँ म र हाम्रो सीमा बुनु यस्तो जङ्गल घारी पाहाडे पाहाड कुन ठाउँ अरे यो पाल्पा होइन पाल्पाको कुन ठाउँ हो यो कि हामी पाल्पा कट्यौँ तल के भन्छ अरे फाँट भन्छ होइन बजार छ तल तल बजार लाग्छ जङ्गल जङ्गल हामी 10 बजे हिँडेको कति बजिसक्यो अहिले 2 बजिसक्यो 11 12 4 घन्टा भइसक्यो हिँडेको 2:51 3 बज्यो 10 आमा 5 घन्टा हुन आँटेछ धेरै हिँडिसक्यो अब कतिखेर पुगिने हो एक्लै हिँडेको भए त पुग्थेँ कि म यहाँ हातमा के हो लुगा फेरि ब्याग धेरै चिज छ मसँग पाहाडको बाटोमा यसरी हिँड्दाखेरि रमाइलो हुँदैछ अलिअलि होइन यताको बाटो त है डेन्जर हो के यहाँ पनि कुवा रहेछ हिलोको बाटो आयो जुत्ता लाछु यता झन् हात्ती पाउँदैन रहेछ क्या अब यताको बाटो उकालो न उकालो छ ओह्रालो न ओह्रालो छ के हात्ती पाउँछ यताको बाटोमा त्यो चाहिँ ठिक छ सो हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ भने कहाँ आइपुग्यौँ खोइ ला बाटै छैन क्या हो तिमीलाई बाटो थाहा छ नि खोइ अङ्कलहरू कता पुग्नुभयो आमा हिँड्न सक्नुहुन्न कि त्यही भएर यही बाटो होला ए छ बाटो छ यो घाँस बाख्राहरूले दामी खान्छ भन्छ सो गाइस यहाँको बाटो चाहिँ एकदम दौडिने खाले रहेछ कुदी कुदी जानुपर्ने ओह्रालो न ओह्रालो कुद्दैछु म लडे केही छैन लडिन्छ यहाँ म लड्दा कस्तो नराम्रो लाग्यो होला है म लडेँ नि त अब चाहिँ गाइस खोला आइसक्यो तपाईँहरू देख्न सक्नुहुनेछ होइन दिस इज खोला खोलै खोला गयो उफ
धेरै हिँड्ने हो आज त रमाइलो पनि भइरहेछ एक मनले होइन अब बाटो चाहिँ हेर्दाखेरि तपाईँहरूले हेर्न सक्नुहुनेछ यस्तो छ मेरो जुत्ता लुगा सब फोहोर बनाइदियो गएर धुनुपर्छ फेरि केही छैन धुउँला सो खोला चाहिँ आइसकेको छ सो खोला आयो त्यता हो कि खेल्न गएको तिमी ल एकछिनै म पनि आउँदैछु बाटो पनि के हो के यार सीमा पनि झन्डै लड्यो म चाहिँ सिधै यहाँ टेक्छु होइन यस्तरी जान्छ अहिले सो खोला आइपुग्यो तर हाम्रो आमाहरू अङ्कलहरू आइपुग्नु भएको छैन अहिलेसम्म पर्खिनु पर्ला एकछिन यहाँ पानी छ कहाँ छ कोनी माथि नै होला अझै हामी चाहिँ आइपुग्यौँ खोलामा यहाँदेखि लड्यो भने यताति जान्छ यहाँ नुहाउनु पर्छ कि क्या कस्तो नुहाउने ठाउँ पो रहेछ त तपाईँहरू देख्न सक्नुहुनेछ यहाँनिर नुहाउने ठाउँ अरे क्या हो खोइ त आमाहरू अहिलेसम्म आउनु भएको छैन होइन कहाँ पुग्नु भएको नि एकछिन म चाहिँ अब ब्याग राख्छु लास्टै थाक्यो मेरो जिउ मैले ब्याग यहाँ राखिदिएँ अनि मेरो ज्याकेट लुगाहरू यहाँ छ अनि म चाहिँ यहाँ यसरी टक्क खोलामा पस पौडी खेल्ने कुन ठाउँ यो भने नि गाइज ठाउँको नाम त मलाई पनि थाहा भएन राम्रो जस्ट पाल्पा चाहिँ हुन्छ पाल्पा तानसेनदेखि पनि भित्र खोइ कुन ठाउँ हो होइन अलिकति गाह्रो पर्छ यस्तो जङ्गल यो जङ्गल कटेर आयो अब फेरि यो जङ्गल चढ्नुपर्ने फेरि यो जङ्गल चढाइ हुन्छ हाम्रो होइन कति चढ्नुपर्ने जङ्गलहरू त त्यही पनि ठिक छ चढ्नुपर्छ टाउको धुने कार्यक्रम हुँदैछ है यहाँ चाहिँ पानीमा खोलामा अङ्कल अब हामी पनि धुने हो टाउको यहाँ टाउको धुन्छु क्या अब ल आया हो पानी चिसो छ पानी पानी त लाग्छ चिसो छ केही छैन सो खोलादेखि चाहिँ फेरि हाम्रो यात्रा सुरु भइसकेको छ कपाल सपाल धुएर होइन चट्ट अहिले चाहिँ कपाल धुएर अनि खोलादेखि हामी फेरि उकालो लागेको छौँ अब उकालो फेरि कति माथि चढ्नु पर्ने हो थाहा छैन पाहाडको बाटो पहिलोचोटि हिँड्दाखेरि त रमाइलो कि तर मेरो ठाउँमा अरू भएको भए चाहिँ जान्थ्यो तरै म चाहिँ अलिकति एक्सपिरियन्सवाला परेँ त्यही भएर मात्रै टिकेको छु यस्तो उकालोमा उफ उकालो चढ्नु पर्यो सो गाइज हामी चाहिँ लगभग आउन लाग्यो होइन
गाउँ छिर्यो यता घर अनि यता हाम्रो अङ्कलहरू हुनुहुन्छ अनि हाम्रो चाहिँ लगभग यात्रा सकिन लाग्यो लास्टै थाक्यो होइन यत्रो हिँडेर आम्मा साह्रो हिँड्यो त आज अब भिडियोमा अलिकति सर्ट मात्र भएर नभए धेरै हिँड्यो होइन के हो रातो माटो छ है त्यहाँ के को दुलो हो त को बस्छ ए माटो खनेको होइन गाइस त दुलो भएको चाहिँ अनि हुन्छ बेलुका पनि भइसक्यो जाडो भयो तर यस्तो उकालो हिँडेपछि त जाडो साडो त मतलबै लागेन क्या अहिले गर्मी हुन थाल्यो पाहाडको ठाउँमा आएर पनि यस्तो जाडो भएको बेलामा पनि गर्मी पुरा क्या घाम लागिरहेछ यार यतातिर भने घाम सेको पाहाडमा यस्तो हुन्छ होइन अनि सायद अब चाहिँ मूल बाटो पनि निस्क्यो अनि आउन आँटिसक्यो अब हुन्छ यहाँ बाँस खाएर पाउँदो रहेछ है हेर बाँस के भन्छ होला जङ्गली बाँस घरपल्लो बाँस कस्तो थप्रेको बाँस पनि अब लगभग आइपुग्यो होइन अब चाहिँ गाउँठाउँ यता चितुवा पाउँछ अरे यो ठाउँमा चाहिँ मलाई डर लाग्छ चितुवादेखि चितुवा तर देखिँदैन होला नि त कहाँ आउँछ यो त हेर्नुहोस् यहाँनिर यस्तो छ तल जङ्गल यस्तो छ चितुवा पाउँछ भने चाहिँ यो ठाउँहरूमा चाहिँ अब डर सर हुन्छ होइन हामी चाहिँ मेन रोड निस्क्यौँ ठ्याक्कै मेन रोड आयो होइन धेरै वर्षको तपस्यापछि भन्नाले पनि धेरै घन्टाको तपस्यापछि बल्ल बल्ल बाटो आइएको छ थाक्यो नि त मर्ने गरी होइन को थाक्यो म बादल क्या दामी देखेको यार मान्छेहरू त के हो त यो पब्लिक हो क्या आजको युट्युब भ्लगर आएछ भन्छ नि यता घरहरू चाहिँ यस्तो माथि छ ए डन भएर हिँडेको अरे एउटा हिरो चाहिँ कता सो हुन्छ हाम्रो भिडियोलाई आज म यतिमै अन्तिम गर्दछु होइन फेरि पनि रमाइलो यस्तै भ्लगहरू चाहिँ आइबस्ने छ पाहाडको दामी भ्युजहरू लिएर सुशान्त मगर फेरि पनि आउँछ तपाईँहरूको माझमा अहिलेको लागि चाहिँ यतिमै राख्दछु मेरो भिडियो भेट्नुपर्छ अर्को भिडियोमा हुन्छ सबैजना बाई बाई नमस्ते।